हेलो गाइस आज हामी चाहिँ फर्स्ट टाइम लाइभ आएको टिकटकमा जोइन हुनुहोस् है र सबैजना साथीहरू जोइन हुनुहोस् कुराकानी गरौँ है स्वागत छ सबैजना स्वागत छ सबै साथीहरूलाई आज हामी चारैजना यो ठाउँमा भएर लाइभ आइरहेछौँ वेलकम 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 प्रतीक्षा वेलकम इन्दा हाँसो मान्छे लाइभ यस्तै हो गाइस फर्स्ट टाइम लाइभ आएको त्यो भएर नाम सुन्न बित्तिकै हाँस्छु ए नानीको चुल्टी राम्रो भन्नुभयो एकदम राम्रो ए मैले आफैले बाटेको गाइस राम्रो छ एकदमै के भन्नुभयो त्यो बुझेन ए छेउको नानीलाई के निद्रा हजुर गाइस उनी त सधैँ छिट्टो सुत्ने बानी छ आज लाइभ बस्ने भनेर अलि अबेरसम्म नसुताएको त्यही भएर छेउ पछाडि बस्ने नानी के रोइरहेको भन्नुको भयो गाइस आज उसको बोयफ्रेन्डले कल उठाएन अरे त्यही भएर रोइरहेछन् गाइस त्यस्तै हो गाइस यस्तै हो हजुर खाना भयो गाइस हजुरहरूको भयो ए यसको नाक ठुलो भन्नुभएको यो यसको मम्मीले धेरै सेक्नु भयो अरे कि सानोमा अनि त्यही भएर नाक चाहिँ यस्तो लामो त्यस्तै हो गाइस केही हुँदैन तर हामी साथी सब ठिक छौँ भाइ सबको लागि ठिक छ तपाईँले त्यस्तो नभनिदिनु सबको मन दुख्छ गाइस ए यसको ओठ राम्रो भन्दिनु न कसैले यसको ओठ राम्रो ओठ राम्रो छ अरे छ गाइस छ सबैभन्दा राम्रो उसकै छ तपाईँहरूको घर कहाँ हो कहाँको जस्तो लाग्छ गाइस भनिदिनु त हामी कहाँको जस्तो लाग्छ कहाँको हो हामी रुकुम हैन मिलेन है गाइस फेरि भन्नु फेरि काले भाइ वेलकम सल्यानी केटीमा वेलकम हो को मिलाउनु भयो सल्यान ठ्याक्कै मिलाउनु भयो एकदम ए यो ब्याग यो यसको भर्खरै किने गाइस भर्खर चल्दाखेरि किनेको अहिले त्यो भित्तामा झुन्निरहेछ गाइस ए हाई गरिरहेछ गाइस निद लागिसक्यो गाइस उसलाई लाइभ बसाल्ने भनेर मात्र रोकेको उसलाई ए बोल्नुहुन्न अलि लाज मान्नुहुन्छ केही पनि बोल्नुहुन्न उहाँ पनि हाँसिरहेको अगाडिको नानी के हो त हाँसे गर्ने रे यस्तै हो गाइस उसको बानी जति बेला नि हाँसे यस्तै हो गाइस यस्तै हो बिचको त अलि मोटी देख्छु त अरे त्यस्तै हो गाइस अलि देखिहाल्नुहुन्छ नि मोटी भएपछि त्यस्तै हो छेउको किन बोल्नै हुन्न त बोलिदिनु पर्यो गाइजहरूले चाहनुहुन्छ हजुरलाई बोलिदिनु पर्यो मेरो स्वर आउँदैन रुगा लगाइरहेछ गाइज अगाडिकोलाई नि बोल्ने भनिदिनुहोस् न प्लिज स्वर सुन्न मन छ गरे बोल्दिनु